ना मुस्कुराऊ ना तिमी त्यसरी मेरो मुटु नै फुट्ला जसरी। हाम्रो साथीले यस्तो मजाले आलु काट्छ, त्यो एआईले यस्तो मजाले आलु काट्छ, यो आलु काट्यो भने आधीभन्दा बढी घेर फाल्छ। वेलकम ब्याक टु माई भ्लग। अनि आजको भ्लग चाहिँ म ठ्याक्कै यो सामाखुसी र गङ्गाको चोकको बिचको एरियाबाट गर्दैछु होइन। सो अब आजको भ्लगमा चाहिँ त्यस्तो स्पेसल कुराहरू केही छैन। सो तपाईँहरूलाई थाहा नै छ, आई हेभ बिन मेकिङ भ्लग्स फर 15 days कन्टिन्युसली। 15 दिन भइसक्यो मैले लगातार भ्लग्सहरू अपलोड गरिरहेको छु होइन। सो लगातार खिचेको भ्लग्सहरू होइन कि लगातार 15 दिन चाहिँ 15वटा भ्लग चाहिँ मैले अपलोड गरेँ होइन। सो आई थिङ्क दिस इज 16th डे अरू सायद 15औँ भ्लग होला होइन यो। अनि अब मलाई थाहा छ मेरो भ्लगहरू त्यति खासै राम्रो छैन होइन। सो खासै हुक गरेर राख्ने चिजहरू छैन भ्लगमा, त्यही पनि आइ एम ट्राइङ माई बेस्ट टु मेक दिस भ्लग वर्थ इट होइन। सो राइट नाउ आइ एम एट गङ्गाबु चोक। अनि यहाँ चाहिँ थोरै काम छ मेरो, त्यो काम भएर चाहिँ म घर फर्किन्छु। अनि घर फर्केपछि चाहिँ आई हेभ प्लान समथिङ अमेजिङ फर यु होइन। सो अलिकति तपाईँहरूलाई वाउ हुने चिज छ आज चाहिँ होइन। सो लेट्स सी तपाईँहरूलाई कस्तो लाग्छ त्यो चिज होइन। हल्का हिँडिदिन्छु, त्यो चिज चाहिँ एआईसँग रिलेटेड चिज हो है। सो गाइज अघि मैले भनेको थिएँ नि तपाईँहरूलाई, अब म तपाईँलाई यस्तो एउटा खतरा चिज एआई रिलेटेड चिज देखाउनु होइन। त्यो चाहिँ त्यो चिज के हो भन्दाखेरि होइन, यो मेरो साथीको यो चटपटे पसल हो कि, यो हाम्रो साथीको यो चटपटे पसलमा होइन। ओ बहिनीहरू ल ल ल त्यो बहिनीहरूले मलाई जिस्काएर गइसक्यो। खासै कुरा के भन्दाखेरि यो चटपटे, यो हाम्रो भाइको चटपटे पसलमा होइन, मेरो साथीको चटपटे पसलमा होइन, यो एआईले खाइदिन्छ त तिम्रो चटपटे पसलको जागिर। एआईले चटपटे बनाउन सक्छ, एआईले चटपटे बनाउन सक्छ, एआईले चटपटे बनाउन सक्छ। हजुर के भरेर युट्युबर तिमीले भर्खर थाहा पाएँ। मेरो कतिवटा सब्सक्राइबर छ तिमीलाई थाहा छ? थाहा छैन। 6वटा सब्सक्राइबर छ, तिमीले सब्सक्राइब गर्यो भने 7 गर ल। नाम चाहिँ के अरे, सुजन रेग्मी भ्लग्स है त। ल है त एभ्री वान प्लिज सब्सक्राइब। अनि यो भाइको चाहिँ ठ्याक्क यो यता यो चोक अब कसैलाई थाहा छ भने चाहिँ त्यो चोक बाटो अब यहाँ अब यो हाम्रो साथीको चटपटे पसलमा यस्तो भिड भइसक्यो है। अब हाम्रो साथीले यस्तो खतरा आलु काट्नुहुन्छ होइन। अब हाम्रो साथीको जागिर एआईले कहाँ खान्छ त होइन। यस्तो फास्ट आलु काट्नुहुन्छ होइन। अब आलु पनि अब एउटा आलु काट्दाखेरि आधी आलु खेर फाल्नुहुन्छ कि। यस्तो मम्मीले देख्नुभयो भने चाहिँ, साथीको मम्मीले देख्नु भने चाहिँ उसलाई घोर गाली गर्नुहुन्छ होला होइन। सो साथी यस्तो आलु आधी खेर फाल्नु भएन है। तिम्रोमा पानीपुरी चाहिँ कसरी छ? मेरोमा 100 रुपियाँ प्लेट। ल कति आउँछ एउटा प्लेटमा? 8 हो। कति महँगो त है? स्पेसल हो। ए नाइस नाइस। ल फेरि निकालेर काट्नु थाल्यो है हाम्रो साथीले। मम्मी भनेपछि उसले त्यो कम खेर फाल्यो बल्ल। मम्मी भनेपछि सब डराउँछ है। मम्मीको नाम लिँदा बित्तिकै प्याज काटिसकेछ। अब के हाल्नु लाग्यो साथी? दोस्त त्यस्तो यसलाई कसरी मिचेको भन्छ अरे दोस्त। सो जोक्स अपार्ट एन्ड आई हेभ समथिङ टु सो टु यु। अनि मसँग यो पुरानो थोत्रो डायरी छ होइन, त्यति पनि सकेको छ। यस्तो भएको चाहिँ यस्तो यहाँ पुवाल परिसकेको छ, यहाँ पुवाल पनि परिसकेको छ। सो डायरीमा चाहिँ एउटा गीतको लिरिक्स छ होइन। अनि त्यो लिरिक्स युज गरेर म एउटा एआई टुलबाट चाहिँ त्यसलाई गीत बनाउँछु। सो यही नै हो त्यो लिरिक्स होइन। टाइटल चाहिँ रहेछ नमुस्कुराउनु तिमी। अनि लेखेको चाहिँ कहिले रहेछ भन्दाखेरि सन्डे 25 अप्रिल 2021, नेपाली डेट चाहिँ 2078, 1 महिना 20 गते लेखेको रहेछ होइन। सो यहाँ यति छ अनि यहाँ थोरै छ यता। सो मैले यो गीत बनाइसकेँ होइन। सो एउटा लेडिज भर्जन सुनौँ अनि एउटा जेन्ट्स भर्जन सुनौँ है त। एउटा केटीको भोकलमा अनि एउटा केटाको भोकलमा सुनौँ। सो फर्स्टमा चाहिँ केटीकोमा नै सुनौँ है त। मुस्कुराऊ न तिमी त्यसरी मेरो मुटु
नै फुट्ला जसरी समय तिम्रो हातमा हात गर्दै गर्दै मीठा मीठा बात कटाउनु छ तिमीसँगै दिन अनि रात हर पल बसु तिम्रै आसपास पनि तिम्रै खास सँगै सँगै उडौँ हामी बादल बनी आकाशमा वर्षा बनी झरौँ यो धरतीमा हर्ष बनी हजारको सो अब चाहिँ मेल भर्जन सुनाऊ है त नमुस्कुराऊ न तिमी त्यसरी मेरो मुटु नै फुट्ला जसरी समय तिम्रो हातमा हात गर्दै गर्दै मिठा मिठा बात कटाउनु छ तिमी सँगै दिन अनि रात हर पल बसु तिम्रै आसपास बनी तिम्रै खास सँगै सँगै उडाउँ हामी बादल बनी आकाशमा वर्षा बनी झराउँ यो धरतीमा हर्ष बनी हजारको बगाउँ हामी बतास बनी मेटाई सारा हतार So let me know in the comment तपाईलाई कुन भर्जन मन पर्यो. Thank you for watching this vlog till then. Make sure you hit the subscribe button अनि like पनि गर्नुस्. मन पर्यो या परेन कमेन्ट गर्न नभुल्नु है त. See you in the next vlog. Till then, bye.